म त टार्गेटमा परेँ, म टार्गेटमा परिसकेँ, ढुक्क हुनुहोस्। अब मेरो सुरक्षाको ग्यारेन्टी रहेन, यति चाहिँ ग्यारेन्टी नै भयो। आज मलाई लाग्यो बोल्नुपर्छ। आज यदि बोलिन भने यो देश अफगानिस्तान हुनबाट कसैले रोक्न सक्दैन। तपाईहरू अलिकति गम्भीर हुनुहोला। म भन्न चाहन्छु, यहाँ 2-3 खालका जेन्जी देखेँ मैले जेन्जी पुस्तामा। एउटा जेन्जी जो साँच्ची नै देशलाई माया गरेर, राष्ट्रलाई माया गरेर, भ्रष्टाचारबाट आजित भएर, नेताहरूका कर्तुतहरूबाट आजित भएर उनीहरू सडकमा आएका थिए। एउटा त्यो जेन्जी हो जो चाहिँ हामी नेपाली हौँ। अर्को जेन्जी मैले कुन देखेँ भने एनजिओ आइएनजिओको जेन्जी हेरेँ। अब यो बोलिरहँदा अनुरोध गर्न चाहन्छु सम्पूर्ण नेपाली नागरिकलाई, सम्पूर्ण दलका नेताहरूलाई, सम्पूर्ण पार्टीका नेताहरूलाई, पार्टीहरूलाई, तपाईहरू अहिले कांग्रेस, एमाले, माओवादी अथवा अन्य दलको नाम नलिनुहोस्। अहिले तपाईहरू देशको नाम लिनुहोस्। यदि यो देशै रहेन भने कहाँको कांग्रेस, कहाँको एमाले, कहाँको माओवादी, कहाँको रासोपा, कहाँको जसपा, कहाँको के? देश रहे पो तपाईहरूको पार्टी हुन्छ, तपाईहरू हुनुहुन्छ। नेताहरूले गलत गरेकै हुन्, भ्रष्टाचार गरेकै हुन्, यसमा दुई मत छैन। नेताहरूले यो देशलाई लुटेका हुन्, तर आज देशलाई कब्जा गर्ने, देश बेचिने ठाउँमा पुग्दैछ। अनुरोध गर्न चाहन्छु हात जोडेर सम्पूर्ण नेपालीलाई मेरो अनुरोध छ, देशलाई माया गर्नुहुन्छ भने जति कुरा सहज तपाईहरुलाई देखिरहेका छौ, जति कुरा सहज लागिरहेको छ, त्यो त्यति सहज छैन है। देश अहिले कब्जामा गइसकेको छ। यसको विकल्प चाँडै खोज्नुपर्छ, शान्तिपूर्ण तरिकाले खोज्नुपर्छ। सक्रिय छन्, रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ? यो प्रश्न सोध्ने कि नसोध्ने? केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि, यो देशको अगाडि राख्नु पर्यो। के चाहिँ इमर्जेन्सी थियो? आज तपाई हेर्नुस् कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका, अहिलेको अवस्थामा नाम चलेका विभिन्न आइएनजिओ एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ। नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ। यहाँ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र यी सबै कुराको प्रमाण छ हामीसँग। यदि मैले त्यो प्रमाण अहिले राखिदिए भने म मात्रै असुरक्षित हुँदिन, मान्छे पनि असुरक्षित हुन्छ। हाम्रो पत्रकारिताको एउटा धर्म छ, सूचना दिनेलाई सेक्युर गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ।